हाई गाइज, हामी चाहिँ 4 बजे उठेर रेडी सेडी भएर हामी चाहिँ भोजपुरको लागि हिँड्न लागेको। अनि भोजपुरमा चाहिँ मेरो मामाको छोरीको बिहे छ। अनि बिहे पनि अब सानो सानो अब होइन, बुवा आमाहरूले टिकाटालो गर्नको लागि नि हामी चाहिँ यसरी सब प्याक स्याक गरेर 4 बजेर पुरै सबैजना एक्साइटेड भएर बाबा चाहिँ बाइकमा, अनि यसरी ठुलो मम्मीलाई पनि हामीले बजारबाट पिकअप गऱ्यौँ। अनि सिटीमा सबैजना गयौँ। अनि बजार गयौँ सिटीमा। अनि बस स्ट्यान्ड हेर्नु न कस्तो राति नै सबैजना पुरै जाडोमा एक्साइटेड भएर। अनि नानी चाहिँ यसरी निदाइराखेको छ। हामी चाहिँ बसमा आएको थियौँ। बसमा पनि धेरै सजिलो हुँदो रहेछ। यी केटीहरू सबजना यहाँ सुतिराखेका छन्। अनि हामी चाहिँ यहाँ ठिक्क तरर आइपुगेको रहेछौँ हौ। अगाडिको योभन्दा अगाडिको भिडियोहरू चाहिँ मैले हालिनँ। अनि मम्मी, ठुलो मम्मी अनि 2जना बहिनीहरू अनि म नानी गएको थियौँ। अनि यो चाहिँ हाम्रो गाडी यहाँनिर तेल हाल्नको लागि एकछिन रोकेको थियो। अनि म चाहिँ यहाँ टक्क एकछिन भिडियो बनाऊँ न त भनेर बनाउँदै थिएँ। अनि रमाइलो भइरहेको थियो, घाम लागिरहेको थियो। म चाहिँ पुरै हावा आइरहेको छ जाडो भएर। नानीलाई चाहिँ फेरि पुरै हिँड्दाखेरि अब टाउको दुख्छ, बमिट आउँछ नि त। हेर्नु न बाहिरको नजारा कस्तो राम्रो भइरहेछ, कस्तो राम्रो देखिएको। पहाड अनि यस्तो नेचुरल थिङ्सहरू त्यत्तिकै राम्रो हुन्छ क्या, हरियालीहरू है। बारी अनि डाँडा काँडा यति राम्रो देखिएको। हामी चाहिँ लगभग यतिखेर त्यस्तै कहाँ पुगेको थियौँ भन, धनकुटातिर होला जस्तो लाग्दैछ। अनि यो चाहिँ सल्लाहको रुखहरू। यस्तै हाम्रो यात्रा चाहिँ सुरु भएको थियो। यो चाहिँ हामी धनकुटा आइपुगेको थियौँ। यो चाहिँ हिले बजार, हिले आइपुग्यौँ। हिलेको तुम्बाको स्ट्याच्यु यहाँ चाहिँ। अनि हामी एकछिन अब बसले एकछिन खाना खानको लागि रोकेको थियो। अनि सबैजना अनि खानासाना खाइमऱ्यौँ। सबजना गलेर हैरान, कोही बमिट गर्ने, कोही के गर्ने है। मेरो ठुलो मम्मीको छोरी त झन् पुरै बमिट गरेर कस्तो भएको थिएँ। यहाँदेखिको चाहिँ अझै मैले कम्प्लिट भ्लगै बनाएको थिएँ मैले, तर यो पुरै भएन के। अनि यो चाहिँ यति नै भयो।